जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीले शुक्रबार जनकपुरधाम 25 लोहनामा एक अबोधले ज्यान गुमाउनु परेको छ। उपमहानगरको वडा नम्बर 25 लोहनामा खेल्ने क्रममा एक अबोधको नालामा खस्दा मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका 25 केउटानी टोलका रञ्जित मुखिया र पुनिताका छोरा रोहनको शुक्रबार बिहान घर अगाडिको ढलान सडकमा नाली निर्माणका क्रममा बनाइएको चेम्बरमा जमेको गहुँत र पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आर्थिक वर्ष 2077-78 मा शहरी विकास मन्त्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत 350 मिटर सडक लोहनामा ढलान गरिएको थियो, तर बनेको सडकमा बनाइएको चेम्बरको खाल्डोमा ढक्कन लगाइएको छैन। उक्त सडक संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको कार्यालयबाट 50 लाख रुपैयाँ बजेटमा ढलान भएको थियो। चेम्बर सहित 16 फिट चौडाइ र 350 मिटर लम्बाइ भएको उक्त सडक निर्माण गर्न स्थानीयवासी समूह मण्डलको अध्यक्षतामा 7 सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो। संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाका अनुसार सडक ढलान र चेम्बरको 51 वटा ढक्कन बापतको भुक्तानी भएको छ। उक्त सडकका साइट सब इन्जिनियर मनोज मण्डलका अनुसार ढक्कन समेत लगाएपछि योजनाको झण्डै 47 लाख रुपैयाँ भुक्तानी भएको छ। उनले भने उपभोक्ता समितिमा विवाद भयो, विवादले गर्दा ढक्कन निकालेर घरमा लगेको होला, काम भइसकेपछि मात्रै सबै भुक्तानी दिएको छ। टोलवासीका अनुसार चेम्बरमा कहिले ढक्कन लगाइएको छैन, सुरुदेखि नै सबै चेम्बर खुला छन्। ठेकेदारले सबै ढक्कन 2 वर्षदेखि आफ्नो घरको छतमा राखेका छन्। दाजुभाइ रहेका उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारले आफ्नो घर अगाडि 3 वटा चेम्बरमा ढक्कन लगाएका छन्, अरु चेम्बर खुलै छाडेका छन्। ठेकेदारका अनुसार उपभोक्ता समितिका सल्लाहकार रहेका लोकतान्त्रिक समाजवादी पार्टी लोकसभाका स्थानीय नेता कौशल चौधरीले ढक्कन लगाउने पैसा आफूसँग राखेर काम नगरेका हुन्। मैले 30 वटा ढक्कन किने, तर कौशलले पैसा दिएनन्, त्यसैले ढक्कन आफ्नो घरमा राखेको छु। 3.5 लाख भन्दा धेरै पैसा उनले राखेका छन्। उनले भने कौशलले पैसा नदिएपछि गाउँमा छलफल समेत भएको थियो। उनले 1.5 महिना भित्र सबै काम सक्ने र पैसा पनि दिने भनेर विश्वास दिलाए, तर पैसा दिएनन्। तर जनकपुर महानगरपालिकाको यस विषयमा भने कुनै चासो राखेको छैनन्। नेपाली कांग्रेसका वर्तमान सहमहामन्त्री खानेपानी मन्त्री हुँदा जनकपुरधामको लागि 210 करोडको योजना दिएका थिए, तर माओवादी अध्यक्ष प्रचण्ड र मध्य प्रदेशका तत्कालीन गृहमन्त्री ज्ञानेन्द्र यादव बीच जनकपुरधामको एक कार्यक्रममा विवाद हुँदा उनकै बुहारी बिना मगर तत्कालीन खानेपानी मन्त्रीले यहाँका त्यो योजना चितवन पठाएका थिए, तर मन्त्रालयका सचिव ठाकुरले केही रकम आफ्नो वडा ल्याएका थिए। तत्कालीन नगर प्रमुख लाल किशोर शाहले सो योजना तदारुकताका साथ लिएका थिए, तर वर्तमान मेयर मनोज कुमार शाहले भने एक पटक घुमेर नआएको आफूले पटक पटक यस विषयमा जानकारी दिँदा पनि मेयर साहबले कुनै चासो नलिएको स्थानीयवासीहरूको गुनासो छ। जनकपुरधाममा लोकप्रियताका लागि ठाउँ ठाउँमा ढलान सडक गर्ने गरेका छन्, चेम्बर बनाउने गरेका छन्, तर चेम्बरमा ढक्कन भने लगाउँदैनन्। जबकि सडक ढलान हुने बेलामा नै चेम्बरमा ढक्कन लगाउने एस्टिमेट गरिएको हुन्छ। जनकपुरधाम उपमहानगरपालिका 25 वटै वडामा अहिले निर्माण हुने ढलान सडकमा रहेको चेम्बर खुल्ला नै रहने गरेका कारण सामान्य दुर्घटना दिनहुँ जसो हुने गरेका छन्। तर शुक्रबारको घटनाले भन्ने सबै पक्षको लापरवाही उजागर गरेको छ। आफ्नो आसेपासे र नातागोतालाई सडक निर्माणको कोटेसन उपभोक्ता समिति ठेक्का दिने परिपाटीका कारण जनकपुरधाम उपमहानगरमा यस्तो व्यथिति दिन प्रतिदिन बढ्दै गएको छ। अहिले जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार शाह आफ्नो नातागोता तथा आसेपासे बाहेक खुल्ला प्रतिस्पर्धाबाट काम वितरण गर्न बन्द गरेका छन्। खुल्ला प्रतिस्पर्धा नहुँदा काम पनि कमसल हुने गरेको जनकपुरधाम 12 का रामपुकार शाहले बताए। उनले मेयर शाहबाट आम सर्वसाधारण अजिज भइसकेका छन्। उनलाई जनताले विश्वास गरेर मत दिए, तर उनी चेम्बरको ढक्कन समेत जनकपुरधामवासीलाई दिन नसक्नु दुःखद रहेको बताए।